यो मन के हो र यो यसको निवास कहाँ छ, कहाँ बस्छ यो? अब यो मन भनेको चाहिँ एकदमै सब्जेक्टिभ खालको चिज भन्छौँ कि टक्कै अब्जेक्टिभ ठ्याक्कै लगाएर देखाउने कुरा त छैन। यो देखिने देखाउने भन्दा पनि यो अरू चिजहरूबाट देखिन्छ मनमा के भइरहेछ भन्ने कुरा चाहिँ। जस्तो हामीले मन जाँच्नु पर्ने छ भने व्यवहार जाँच्छौँ भन्छौँ, दैनिकी जाँच्छौँ, सम्बन्ध जाँच्छौँ भन्छौँ क्या। ठ्याक्कै मनमा नपुगिकन वरपरको व्यवहार आचरण अब मन र मानसिक स्वास्थ्यको तहगत अवस्था अनुसार चाहिँ त्यो कुरा झल्किन्छ। तपाईँको जस्तो दैनिकीमा झल्किन्छ, खानामा झल्किन्छ, निद्रामा झल्किन्छ, सम्बन्धमा झल्किन्छ, दैनिक क्रियाकलापमा झल्किन्छ। त्यसैले गर्दा यो मन चाहिँ कस्तो भने सम अफ अल एक्सपिरियन्स हामी जन्म लिएदेखि लिएर आजसम्म हाम्रो इन्द्रियहरूबाट हामीले जे कुरा सुन्यौँ, देख्यौँ, भोग्यौँ, सिक्यौँ, गऱ्यौँ, त्यो सबै कुराले समग्रतामा चाहिँ हाम्रो मनको अवस्था निर्धारण गरिराखेको हुन्छ। त्यसैले गर्दा यो कस्तो चिज भने मन के हो, कता छ, यसको रङ कस्तो छ, होइन, आकृति कस्तो छ भनेर बुझ्नुभन्दा पनि यो त एउटा सेन्ट्रल प्रोसेसिङ युनिट जस्तै हो। यसले चाहिँ एक्ज्याक्टली बरु मनको यो अवस्था अथवा मनको त्यो परिवेशले चाहिँ तपाईँको सबै कुरालाई कन्ट्रोल गरिरहेको हुन्छ। तपाईँको शारीरिक हावभावदेखि लिएर, तपाईँको लवाई खवाईदेखि लिएर, तपाईँको दैनिकीदेखि लिएर। सो त्यो भएर मन भने चाहिँ एउटा चाहिँ सेन्ट्रल प्रोसेसिङ युनिट हो जुनबाट हाम्रो शरीर, व्यवहार र दैनिकी परिचालित भएको हुन्छ। फिजिकल्ली चाहिँ भौतिक रूपमा गर्ने काम क्रिया यताउता पनि सबै मनबाटै निर्देशित हुन्छ। हजुर हजुर, जस्तो अघि हजुरले सुरु गर्नुभयो नि, होइन आज मलाई खानै मन छैन, खाने त मुखले हो नि, मन कहाँबाट आयो त? मान्छे कतिबाट परिचालन त छ, आज मलाई यो गर्न मन छैन, मलाई यसो गर्न मन छैन, मनै लागेको छैन भन्छ मान्छे। त्यो निर्देशन त कहीँबाट त भएको छ होइन, कतैबाट निर्देशित त छ त्यो मान्छे। त्यस कारण यति शक्तिशाली मन चाहिँ नि यो निवास कहाँ गर्छ? यो अब यस्तो हुन्छ, यसको ठ्याक्कै निवास खोज्यो भने कसैले चाहिँ मन यहाँ छ भनेर भनिन्छ होइन, कसैले होइन मन भनेको त मस्तिष्क नजिक हुनुपर्छ, माइन्ड हो भन्छ। कतिले चाहिँ होइन मन पर्यो भने मलाई आहा कस्तो मन पर्यो भनेर म शरीरमा यस्तो एउटा भनौँ न हाउभाउ दिइराखेको हुन्छु भन्ने हुन्छ। यो सबै कहाँ छ भने सोचबाट चाहिँ सुरुवात हुन्छ। यसको बिउ भनेको चाहिँ पहिला सोच, सो अनुसारको भावना र सोही अनुसारको व्यवहार। जस्तो अहिले तपाईँले हातमा डटपेन लिइराख्नु भएको छ, मान्छे केही सोच आयो होइन डटपेन लिइराख्दा राम्रो, तपाईँले त्यो डटपेन प्रतिको हुन्छ यो लिँदाखेरि म गुड फिल गर्छु नि त भन्ने भावनात्मक एउटा प्रतिबिम्ब, अनि व्यवहार हातमा डटपेन छ। सो त्यो भएर हामी जे गर्छौँ त्यसको पछाडि पनि सोच, व्यवहार र भावनाका कुरा हुन्छन्, र जे गर्दैनौँ त्यसका पछाडि पनि सोच, भावना र व्यवहारका कुरा चाहिँ हुने गर्छ। ए ठ्याक्कै यहाँ निवास गर्छ यो हो भनेर ट्याक्कै ल्याएर देखाउन सकिने स्थान त यो भएन होइन। तर सम्पूर्ण गतिविधि क्रियाकलाप मानसिक भौतिक जति पनि हो त्यो मनले नै निर्देशित गर्छ। हजुर हजुर, त्यसो भन्दाखेरि स्पष्ट हुन्छ।